रौसी खान्छौ आऊ रौसी खान्छौ आऊ खाएर जाऊ नि जाऊ कस्तो होला खाएर जाऊ भने खान्न खान्न म बुढी मान्छे हो त ए गिलास त खाएर जाऊ बुढी मान्छेले मात्रै खान्छ कुन खै यी गर त यी दाँत त सबै ए दाँत झरेर हिँड्छ बुढी होइन तरिन्न हो भित्र बाहिर काम गरेर हिँड्नु पाइन्छ क्या अनि खै त नि घरमा कोही आउनु भएन दाइहरू कहिले आउने त थाहा छैन कि बाबु कामै काम आएर रे मेरो आउनु थाहै छैन भने हे के को काम हो दसैँमा नि दसैँमा के को काम हो र नाटक बेसी फर्काउनु मोर रौसी खान पाएन सन्चो नभएर त्यसरी भेट्छ आएर यता देखाउन न कत्रो हा कत्रो लातो हा के भएको त्यस्तो प्याटी फाल्ने हो र सुँगुला दि मलाई त्यसले त्यो उ गरे हो क्या त्यो खान्छ भनेर त्यस्तो बनायो क्या त्यसलाई मैले गएर अनि आमालाई भन्दै त अम्बा खायो भने के हुन्छ अरे धेरै अम्बा खायो भने पनि आउँदैन रे बस्दाखेरि आउँदैन त्यस्तो भने त त्यसलाई गएर मैले बुझ्छु खाइदिन्छ भनेर खाइदिन्छ भनेर भने कुन चाहिँ अङ्कलले भनेको हेर फोटो खिचिरहेको कसरी हाँस्छ ठुलिआमा हाँसेको आमा हाँसेको कस्तो राम्रो छ है रातो भा जाऊ त्यहाँ गएर चुट्रुमुटु भयो कपाल चाहिँ त पुरा छोरा त भइहाल्छ एकछिनमा फेरि कति पानी निकाल्ने हो ठुलामा यो पानी निकाल्छु होला अब हेर आमाले के गर्छ अब मास्टर चिन्ह लगाउँछ तातो हुन्छ भन्ने 1 2 3 4 5 6 यसले 7 पानी 8 पानी 9 पानी अझै कति पानी निकाल्छु 3 4 पानी अब 3 पानी फाल्नुपर्छ अम्मा खायो भने त्यो अङ्कलले नि गुवायो भने आउँदैन रे बस्दा फेरि कुनले खाइदियो होला आज त्यो अङ्कल लोभी रहेछ को रहेछ त्यो निलो टी सर्ट लाथ्यो खोइ म फुक्छु तिमी फुक्दिनौ